शिक्षालाई सिपसँग जोड्नु पर्यो हैन। बच्चाहरूले पढाइ सँगसँगै के ज्ञान चाहिँ हासिल गर्नु पर्यो। कम्तीमा एउटा बेसिक लेभल एजुकेसन सिद्ध्याएपछि चाहिँ घरमा स्विच बिग्रियो भनेदेखि बिजुलीको स्विच फेर्न सक्नु पर्यो, धाराको टुटी फेर्न सक्नु पर्यो हैन। यहाँ त अहिले त बच्चाहरू चाहिँ ब्याचलर सकाउन आँटेका छन् अथवा +2 सकेका छन्। धेरै जसो बच्चाहरू खाना पकाएर खुवाउन पनि जान्दैन, खाना पनि जान्दैन, पकाइदिएको खाना पनि पस्केर खान सक्दैनन्। यो समस्याहरू छन्, अलिक सिपको कमी छ। सोशल नेटवर्क बिना, इन्टरनेट बिना विद्यार्थीलाई राख्छु भन्नु चाहिँ यो चाहिँ के त भन्दाखेरि एकदमै अहिलेको समय शान्तता हुँदैन, समयसँग मिल्दैन। समय सापेक्ष हामी चल्नु पर्दछ। बच्चाले मोबाइल हेर्ने हो, मोबाइलमा खेल्ने हो, तर के को लागि प्रयोग गर्ने भन्ने चाहिँ हामीले बच्चालाई बुझाउनु पर्छ है त। र उनीहरू के हेर्दैछ मोबाइलमा भन्ने कुरोको चाहिँ अभिभावक पनि सँगै बसिदिनु पर्दछ है। र उनीहरूलाई चाहिँ समय तोकिदिनुपर्छ, मोबाइल हेर्ने पनि समय तोकिदिनुपर्छ। जापानको चाहिँ मेरो छिमेकी अस्ति आउनु भएको थियो, त्यहाँको बच्चाहरू पनि आएको थियो। र त्यो अब उनीहरू बच्चा त जापानिज मात्रै बोल्थ्यो, उनीहरू इङ्ग्लिस पनि त्यति राम्रो बुझ्दैन। मोबाइलमा के चल्ने है त, उनीहरूको एज अनुसारको चाहिँ के मोबाइलमा चलाउन सकिन्छ भनेर त्यो चाहिँ अरू नचाहिने कुराहरूलाई चाहिँ त्यहाँ चाहिँ निषेध गरिएको, त्यो चाहिँ हामीले लिनुपर्छ। जस्तै अस्ति नेपालमा टिकटक बन्द भएको त्यसरी नै त्यहाँ नचाहिने कुराहरू त बन्द पक्कै गर्न सकिन्छ नि त। त्यही कारण यो मोबाइल चाहिँ अहिलेको आवश्यकता हो, यसलाई बन्द गर्नुभन्दा पनि यसलाई सही तरिकाले चाहिँ कसरी प्रयोग गर्ने भन्ने कुरातिर चाहिँ जानुपर्छ। बच्चाले सिक्न चाह्यो, राम्रो सदुपयोग गर्यो त मोबाइलमा चाहिँ संसारै छ नि त। बच्चा चाहिँ विद्यालय नगइकन त्यहीँबाट पनि अध्ययन गर्न सक्छ। कसरी चलाउने भन्ने कुराको चाहिँ हामीले ज्ञान बच्चालाई दिनुपर्छ, अभिभावकलाई पनि दिनुपर्छ। अहिले कुनै पनि घरमा गयो भनेदेखि चाहिँ मान्छेले के पहिला चाहिँ पानी माग्थ्यो, चिया माग्थ्यो भनेदेखि अहिले चाहिँ पासवर्ड माग्छ। अब घरमा चाहिँ जुनसुकै मेरो घरमा होस्, तपाईँको घरमा पनि हुनसक्छ, जुनसुकै घरमा पनि 4 जना छ भनेदेखि र ठुलो छन् 4 पट्टि हुन्छ, उनीहरू बिच चाहिँ गफगाफ पनि हुँदैन। त्यसलाई चाहिँ हामीले म्यानेज गर्नुपर्छ है। अब यो मोबाइल प्रयोग सम्बन्धी चाहिँ एउटा शिक्षा नै एउटा चाहिँ अभियानै चलाउनुपर्छ र मोबाइललाई ब्यान गर्ने भन्ने त त्यो सोच्नै हुँदैन। यो समयको माग हो, त्यसलाई सही सदुपयोगको बाटोमा जानुपर्दछ जस्तो लाग्छ। प्यासन निजी विद्यालयहरूको सङ्गठन हो, बढी मात्रामा सानो विद्यालयको लागि, किन ठुलो त आफै सक्षम छँदैछ होइन। सानो विद्यालयहरूमा चाहिँ धेरै कुराहरू जस्तै शिक्षकहरू नै तालिम प्राप्त छैन। अहिले प्यारेन्टिङका कुरा गरे, त्यस्तै गरी स्टुडेन्ट मोटिभेसनको कुराहरू पनि आउँछ। पाठ्यक्रमको विषयमा र विशिष्टीकरण तालिकाको विषयमा, प्रश्नपत्र निर्माणको विषयमा, र अहिले त मूल्याङ्कन पनि त्यत्तिकै चाहिँ के त भन्दा महत्त्वपूर्ण छ। माथि कक्षा 12 सम्म नै के भन्दा केही प्रतिशत चाहिँ आन्तरिक मूल्याङ्कन राखेको छ, त्यसलाई कसरी गर्ने